हेलो गाइस, तपाईहरुलाई चाहिँ स्वागत छ। हामी चाहिँ छौं दोहा कतारको पेर कतार अनि चाहिँ कतारा भन्ने ठाउँमा चाहिँ आज घुम्नको लागि आएको छौं। ल यो चाहिँ मेरो फर्स्ट ब्लग हो। कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला भन्न चाहे। र अब हामी के कति घुम्छौं र त्यो घुमेपछि केही रोमान्टिक कुराहरु गफसफ यताउता घुमेका केही नयाँ केही सिर्जनाहरु तपाईहरुलाई देखाउने काम गर्ने छौं हाम्रो भ्लगमा। र तपाईहरुले हेर्न सक्नुहुन्छ एउटा गिफ्ट जस्तो छ। यसलाई चाहिँ र्यान्डम भनिन्छ सायद। रोन भिल भनिने रहेछ। यसको नाम चाहिँ रोन भिल रहेको छ। र यतापट्टि देख्नुहुन्छ तपाईहरुले, यतापट्टि चाहिँ एउटा फुलको टाउको छ र यता चाहिँ एउटा फलमको ठुलो टाउको जस्तो छ। एउटा यो लास्ट एउटा सजावट हुन सक्छ। र यसको माथिपट्टि चाहिँ एउटा पहाडी एरिया छ। हाम्रो जुन पहाडमा एउटा जुन डाँडा काँडा हरियाली छ हुन्छ त्यस्तै एरिया छ। यो माथिपट्टि चाहिँ तपाईहरुलाई हामी अहिले माथि पुगेर तलको पनि भ्यू देखाउने नै छौं। गाइस, आज चाहिँ हामी टक्क लाएर कतरा टारतिर घुम्नको लागि जाँदै छौं हैन। टक्क लाएर मसँग चाहिँ हाम्रो यहाँ साथीहरु पनि हुनुहुन्छ अलिअलि दुई चार जना। के गरेको हेर न के गरेको। टक्क ल हामी चाहिँ घुम्ने ठाउँमा आइपुग्यो हैन। यो चाहिँ कतारको कतरा पेर कतार होला सायद मेरो विचारमा, तर मलाई पनि थाहा छैन हैन। मसँगले आइपुग्यो। आउँदै गाडीबाट यस्तो छ। अहिले हामी अगाडि गएर तपाईहरुलाई टक्क गरेर खुल्ला एरियामा देखाउने छौं। यहाँनिर चाहिँ हाम्रो रोबाट दादाहरु हुनुहुन्छ हैन। यहाँनिर चाहिँ टक्क अडियन्सलाई अब हेर्नको लागि पब्लिकको लागि चाहिँ रोबाट राखिएको रहेछ। चल्दैन तर चल्न चाहिँ यहाँबाट भ्यूहरु हेर्दा चाहिँ यस्तो देखिन्छ हैन। माथि चाहिँ राम्रो होला सायद। पुरा पहाड जस्तो छ। एकदम भ्यूहरु राम्रो छ। हामी तपाईहरुलाई देखाउने नै छौं यहाँको प्रकृति कस्तो छ, हावा पानी पुरा तपाईहरुलाई देखाउने हो के। डोन्ट वरी। झोला पनि फेरि भारी छ कि। झोलामा खाजाहरु छ, खाजा नास्ता हैन। केटाहरु चाहिँ मलाई भरिया बनाएर छोड्यो नि। गाह्रो छ। एकजना साथी छ मसँग, पुरा म भरिया 9 जना हिँडे। 2 जनाले मात्र खाजा झोला पुग्ने। अरू केटाहरु त खानै मात्रै हो यार। भरे खाएर कतवटा पनि हामी फाल्नुपर्छ। केटाले छुँदै यार। गाह्रो छ के। झोला बोक्यो हिँडो। यस्तै छ जिन्दगी। गर्मी बढेको छ धेरै। त्यही भएर अलि शीतलमा छु। अहिले घाम गएपछि तपाईहरुलाई उ माथिको डाँडातिर घाम छ। अहिले चाहिँ घाम गएपछि चाहिँ माथितिर जान्छु अन्त भिडियो बनाउँछु अन्त तपाईँलाई देखाउँछु के। आउँदा फेरि चाहिँ 9 जना आयो। केटाहरुले घुम्न जाउँ भनेर 9 जना आयो। अहिले टक्क लाएर घुम्ने बेला चाहिँ 2 जना। घुम्ने बेला नि के भन्नु, भारी बोकेर हिँड्ने बेला। क्यारो ढाड पनि भाँचिन्छ कि के हो जस्तो लागेको छ मलाई। सामान धेरै छ के। कालो न कालो छ यार। क्यामेराम्यान नभएर गाह्रो छ। यहाँबाट टक्क भित्र छिर्ने गेट रहेछ है। सानो गेट। हाम्रो गाउँघरमा चाहिँ दम्सी छिर्छ। यहाँबाट चाहिँ मान्छे छिर्नुहुन्छ ल। यो चाहिँ यहाँनिर चाहिँ एउटा सजावट बनाएर रहेछ। यो चाहिँ तामाको बनाएर रहेछ। यहाँनिर चाहिँ टिभी छ। त्यसले चाहिँ टक्क क्याफे। टक्क फ्यामिली लिएर जाने, गर्लफ्रेन्डहरूले गर्लफ्रेन्ड लिएर जाने, टक्कसँगले गर्लफ्रेन्डसँग चिया कफी खाने आउने जस्तो चाहिँ लाग्यो है। तर म चाहिँ पुगिहालेको छैन। त्यही नै होला किनकि एकदम झिलिमिली राम्रो छ। फ्यामिली टक्क बस्ने खाने टाइपको छ नि त हैन। यस्तो छ हैन। टक्क लाएर नाइट राति चाहिँ भइहालेको छैन तर पनि सायद राम्रै देखिरहेको छ। मैले अपेक्षा चाहिँ गरेको छु है फेरि। यहाँ अब हामी यहाँ आइपुग्यो पार्कतिर हैन। पार्कतिर आयो। एकदम रमाइलो छ। के गर्नु फेरि रमाइलो भएर नि गर्लफ्रेन्ड नहुनेहरूलाई गाह्रो पार्कतिर आएको सिङ्गल मान्छेहरूलाई चाहिँ धेरै गाह्रो। त्यति पनि बसेर एक्लै खायो गाह्रो। सिङ्गल मान्छेहरूलाई चाहिँ धेरै गाह्रो। पेप्सी पनि बसेर एक्लै खायो। खानेकुरा नि एक्लै खायो। खानै पनि लाग्यो यहाँ मैले के भएको धेरै गाह्रो।
के अरे एकछिन पार्कतिर बसिन्छ घुमिन्छ हेरिन्छ यहाँको हावापानी टक्क हावा चाखिन्छ त्यसपछि चाहिँ गइन्छ होइन यस्तै छ यस्तै छ ए तलको भ्यू चाहिँ यस्तो देखिन्छ ल राम्रै देखिरहेछ अहिलेसम्म चाहिँ नयाँ भ्यू झन् राम्रो देखिन्छ होला हाम्रो यता हाक्कु काले हुनुहुन्छ हाम्रो साथमा उहाँले चाहिँ ब्याग छोड्नु भएको थिएन तर मैले ब्याग छोडिसकेँ मलाई धेरै नै भारी भइसक्यो कि त्यही भएर भरिया बनायो भन्नु हुँदैछ गाह्रो छ के गाह्रो छ पार्क पनि एकदम रमाइलो रहेछ यार धेरै नै राति भएको छ होइन यहाँ भ्यू चाहिँ एकदम राम्रो देखिएको छ यता तपाईँहरूलाई भिडियो देखाउँदैछु म पेर कतार हामी माथि यो जुन हरियाली छ यतातिर त्यही भएर गाडी हेरेर चाहिँ भने माथि छ एकदम तरर हिमालको जस्तो हावा चल्छ हाम्रो यता दादा खोटाङेली डन हिँड्नुहुँदैछ यहाँनिर होइन टक्क लाएर हामी दुईजना खोटाङको हामी दुईजना हामी चाहिँ पेर कतार घुम्नको लागि आएको खाइयो के खाइयो दादा पेप्सी खाइयो चिप्स खाइयो अरू के खाइयो धेरै खाइयो नाम याद छैन धेरै परिकार खासी नाम याद हुन्न क्या त्यही भएर पेट फुल्यो नि पेट पनि हेर्नु है हेर्नुहुन्छ यतापट्टि चाहिँ हाम्रो यो तामाको लोगो छ यहाँनिर टिभी छ यहाँनिर टक्क रोडमा रङ्गी बिरङ्गी यो के भन्छ ताराहरू चन्द्रमाहरू बत्तीहरू सजाइएका छन् हाम्रो दीपावलीमा नेपालमा जसरी सजाइन्छ त्यसरी नै सजाइएको छ यसलाई चाहिँ राति आयो त्यही भएर राम्रो भिडियो राम्रो क्वालिटीको भिडियो अथवा राम्रो उज्यालो छर्लङ्ग एकदम क्लियर चाहिँ आएको छ होइन जस्तो आएको छ हेरेर थोरै प्रतिक्रिया पाउँछु कि भन्ने आशमा छु म मौसम त अन्धकारै छ अन्त के भन्छ अनुहार चाहिँ कालो कालो देख्यो होला तर पनि कालो छ मान्छे नै कालो अब अरू सर चाहिँ सेतो छ फेरि के भन्छ कता हिँडेको बिजुली बालेर हट भएर तिमी क्युटी भएर हामी हेरेको हेरे बास यति भएपछि चाहिँ पेर कतार घुमियो कि जस्तो महसुस चाहिँ भयो हाम्रो आज हामी आउनु त छिटै आयौँ तर ब्याड लक थोरै ब्याड लक भएर चाहिँ हामी यो ठाउँ चाहिँ जान पाएनौँ जुन यो माथि देखिरहनु भएको यो ठाउँ चाहिँ हामी ठ्याक्कै जान पाइएन होइन अन्ध्यारो के हो र माया पिरतियागी पर्खिदेऊ अन्ध्यारोलाई पनि एकांश थाक्यो साह्रै मजाले थाक्यो त यहाँ धेरै गर्मी सबै फुलहरूको चर्चामा घुमिरहे सहरमा छेउमा हजुर उभिएको कसैले देखिन कसैले बेली भने त कसैले चमेली गाह्रो धेरै गाह्रो अन्ध्यारोमा हिँडाइ छ न उज्यालो छ न लाइट के साह्रो आजको भ्लग आजको भिडियो चाहिँ ब्याड लक नै लाग्यो है माइन्ड नगर्नु नेक्स्ट भिडियो चाहिँ हजुरहरूको लागि एकदम राम्रो एकदम क्लियर एकदम रोमान्टिक टाइपको बनाएर म ल्याउने नै छु होइन त्यसको लागि चाहिँ धैर्य धारणा गरिदिनु होला भन्न चाहे गाह्रो छ के गाह्रो छ के भन्छ अनेक थरीका मान्छे अनेक देशका मान्छे के भन्छ फेरि गाह्रो फुलै फुल भएको ठाउँमा यो घुम्नको लागि वास्तवमा फुल चाहिँ कागजको कलर गरेर बनाएर रहेछ तर त्यो चाहिँ एकदम राम्रो छ जेको बनाए पनि एकदमै बवालै छ होइन टक्क फुल चाहिँ यहाँनिर छ तपाईँहरूलाई म फुल पनि देखाइहालिदिन्छु ल यो चाहिँ फुल हो होइन एकदम राम्रो छ यहाँनिर चाहिँ एकदम एसी पनि एसीको हावा नि आउँदो रहेछ साइडबाट एउटा ब्याग भिरेको छु मैले चाहिँ टक्क लगाएर
मलाई त्यहाँ कसले फोन गर्दैछ म फोनमा बोल्ने नि एकचोटि चाहिँ तर कसले होइन रहेछ गाह्रो गाह्रो म भिडियो बनाउँदै बनाउँदै धेरै अगाडि नै आइसकेँ मेरो साथीहरू चाहिँ पछाडि नै छ होइन हामी चाहिँ अलिकति अगाडि नै आइएको जस्तो लाग्यो मलाई तर केही छैन अहिले म भेट्छु नि होला सायद